हाई एन्ड हेलो एभ्रिवान, आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ। आज चाहिँ हामीहरू चाहिँ दुईजना भएर मिठो गफको साथमा यति राम्रो बाटोको भ्यू इन्जोय गर्दै घर नजिकै रहेको बकस मार्क्स भन्ने ठाउँमा चाहिँ चेरी पिकिङ गर्न जाँदैछौँ भनेको त हामी कति छिटो आइपुगेछौँ नि थाहै भएन। अनि यहाँ आएर चाहिँ हामीहरूले चाहिँ गाडी साडी पार्क गऱ्यौँ, यसो वरिपरिको भ्यूहरू हेरेको है। गाडी पार्क गर्दै गर्दाखेरि गाडीबाटै कति लामो हेर्नु न, कति लामो लाइन, यत्रो लामो लाइन पार गरेर बल्ल म चाहिँ पैसा दिने ठाउँसम्म पुगेँ। पैसा तिरेँ है। अनि उहाँहरूले चाहिँ मलाई एउटा बकेट दिनुभयो, यसमा चेरी टिपेर लिएर आउनु, त्यो बाटोबाट जानु भन्दै। अनि म त टुइटी परेर चेरी टिप्न गएँ होइन। यसो हेर्छु त यति सानो आँखामा कति धेरै चेरी फलेको, म त हेर न भन्दै देखाएर है। यो बुटको मिठो छ, त्यो बुटको मिठो छ भन्दै बुटहरू छानी खाएँ। अनि फोटोसोटो खिचेँ यसो अलिअलि। अनि चाहिँ सबै टिपेको जति चाहिँ लिएर आएर निस्क्यौँ त्यहाँबाट निस्केर चाहिँ हामीहरू फेरि गाडीमा म्युजिक चलाउँदै अगेन भ्यूहरू इन्जोय गर्दै दुईजना होइन। टक्क हेर न कस्तो राम्रो डाँडा पाखा नेपालको झल्क मेटिने खालको भन्दै हिँड्यौँ। कहाँ जाने भन्दाखेरि चाहिँ ताल पोखरी भएको ठाउँतिर जाऊँ भनेको। हेर्नु न उसले कस्तो राम्रो ठाउँ खोज्नु भएको के, मलाई त यस्तो मन पर्यो होइन। यहाँनिर मलाई चाहिँ साइडमा रोकिदेऊ न, म चढ्छु भनेर थियो। उसले चाहिँ रोक पार्किङ आइसक्यो, पार्किङ त गर्नु देऊ पहिला भनेर कराइरहनु भएको थियो मलाई चाहिँ। अनि ओके अब यत्रो समय त वेट गरेँ होइन, एकैछिन चाहिँ वेट गर्छु भने। अनि गाडी साडी पार्क गरिसकेपछि चाहिँ मेरो भिडियो बनाइदेऊ, म सबै मैले गरेको जस्तो देखाउँछु भनेर। अनि उसलाई चाहिँ भिडियो गराउनु लगाएँ होइन। भिडियो पनि गराइदिएँ, तर छोडेर गइदिएँ तिमीले गराएको भनेर। छोडेर गइदिएँ भनेको मलाई त म चाहिँ के गर्नु होइन, बरु म एक्लै भ्यूहरू खिच्छु भनेर यसरी खिचेँ। अनि दाना चिकन बनाएर खायौँ। अनि एकछिन इन्जोय गरेर चाहिँ निस्क्यौँ हामी। थ्याङ्क यू फर वाचिङ।